आज चाहिँ काठमाडौँको कोर काठमाडौँको डाउनटाउन भनौँ न त्यतातिर घुम्न जाऊँ। यता फर्स्ट डेस्टिनेसन भइहाल्यो धरहरा। भुइँचालो गएपछि बनेको धरहरा एकदमै हेर्नु मन लागिरहेको थियो होइन। सो राम्रो पनि बनेको रहेछ। अनि 20औँ तलाबाट चाहिँ पुरै काठमाडौँ भ्यालीको भ्यू देखिने रहेछ, एकदमै राम्रो लाग्यो। पुरानो धरहरा पनि देखेँ, अलिकति मन चसक्क चाहिँ भयो। त्यसपछि पिपल्स प्लाजा अगाडिको पानीपुरी मेरो फेभरेट ठाउँ खोज्न गएको छैन रहेछ क्या। अनि त्यसपछि न्यु रोड घुम्यौँ होइन। अनि असन बजार घुम्यौँ। मान्छेहरूको हुन्छ नि चहल पहल आवाज हुन्छ नि, कस्तो त्यो मिस भइरहेको थियो क्या। अनि त्यो सबै पहिला त्यो हिँडेको गल्ली गल्ली कस्तो रमाइलो लाग्यो क्या। अनि बालेन्जीले गर्नुभएको प्रोग्रेसहरू होइन, त्यो पनि सबै देख्न पाएँ, एकदमै रमाइलो लाग्यो। अनि बसन्तपुर पनि छिर्यौँ, त्यहाँ चाहिँ अलिअलि रिवर्कहरू भइरहेको रहेछ होइन, तर पनि एकदमै राम्रो अनि व्यवस्थित भएको रहेछ। त्यो एकदम मिस गरिरहेको थियो यो भाइब्स होइन, फेरि रिलिभ गर्न पाएँ होइन, एकदमै खुसी लाग्यो। अनि मान्छेहरूको चहल पहल नै धेरै क्या। अनि त्यो नै कस्तो रमाइलो लाग्ने क्या, त्यो वरिपरि त्यत्तिकै घुम्न नै रमाइलो हुने क्या, कस्तो रमाइलो ठाउँ क्या। ट्राफिक चाहिँ तर क्रेजी, ओ माई गड।